हेलो गाइस, वेलकम ब्याक टु माई ब्लग। नमस्ते सबैजनालाई। अनि त सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आजको भिडियो चाहिँ मैले घरबाट गर्न पाइनँ, पल्टनबाटै गरेँ गाइस, किनकि टाइम थिएन। अनि आज हाम्रो होली सेलिब्रेट हुँदैछ। सबैलाई ह्याप्पी होली। अनि सबै होलीको दिन सबैको शुभकामना छ। राम्रो होस्, राम्रो सबैको भएर जाओस् गाइस, तपाईँहरूको सबैको। अनि एन्ड यो मेरो साथी हो गाइस, ह्याप्पी होली भन्दैछु। अनि यहाँ पल्टनमा हामी चाहिँ हल्का रमाइलो गर्न आएको गाइस। अनि हेरौँ कसो हुँदैछ, के हुँदैछ, हेर्दै जानुहोस् होला। तपाईँहरूलाई म देखाउँदैछु। 1 minute later. सानो बेबी लिएर लमु आउने बित्तिकै एन्ट्रीको नयाँ नानीसँग आएको भनेर उटकाटुट गरेको होला हौ। नयाँ बेबीसँग आएर खै देखाउनु न लामुको। नि रातो रातो गाला भएर आएछ। त्यही त अहिले फिलहाल तपाईँहरूलाई देखाउँछु नानीहरूको त्यस्तो। यस्तो छ मेरो बुढा पनि यहाँ गरिरहेछ। कस्तो छ गाइस, आउँदैछ, आइपुग्नु भयो होला है। यस, ह्याप्पी होली। ह्याप्पी होली बहिनी। यहाँ हाम्रो दिदी हुनुहुन्छ, यहाँ देखाइदिनु तपाईँको फेस। ह्याप्पी होली भनिदिनु। ह्याप्पी होली एभ्रीवान। मेरो छोरी छ। आउनु हुँदैछ, हाम्रो मेमहरू पनि आउनुभयो। तपाईँहरूलाई अहिले देखाउँछु गाइस। बुढा छ उहाँ, यस्तो गरिरहेको भाँडा ल्याइरहेको छ बुढा। हाम्रो पुप्पु हेलो भन्दै, हेलो भने खोइ खोइ पिचकारी नखेल्ने। अनि पिचकारी दियो त मैले खेल्न खेल्ने नखेल्ने खेल्ने खेल्ने यस्तो भिड छ आजको होलीको। यस्तो हुँदैछ, थोरै भिड छैन नि त आमामा आज त। मलाई चाहिँ म अर्डर गरिदिन्छु, छिटो भन न त। अन्त के खानु मन लागेको छ? कोल्ड ड्रिङ्कमा कोक भएछ भने हुन्छ। त्यही बेला चाहिँ के खानु मन लागेको छ अरे? चिया। सिपु त के खानु मन लाग्यो? तपाईँलाई भन्नु के खानु मन लागेको छ? मलाई केही लागेन। दिदीलाई चाहिँ केही लागेको छैन, मलाई पनि केही लागेको छैन त्यस्तो खानेकुरा खानु। दिदी टेटो बनाएको कि बिगारेको? बनाएको दिदी। यस्तो बनाउँछ नि त, निस्किँदैछ अरे नि दिदी। छाला छाला यस्तो निस्किन्छ निस्किन्छ भने त अन्त त्यो मान्छेले यसरी त्यही त निस्कियो नि दिदी। रातो त मेरो पनि माटो मेत्लिन्छ जस्तो लाग्यो मलाई पनि। यो रातो रातो कलर हालेको एकपल्ट चाहिँ मेलामा गएर Much later. हेलो, हामी होलीमा आएको छौँ। मेमहरू आउनु भएको छैन, अनि वेट गरेर बसिरहेको छु। कतिखेर आउनुहुन्छ? मलाई चाहिँ पिसा भयो। हाम्रो दिपिका दिदी, डन दिदी यहाँ हुनुहुन्छ। होलीको लागि रेडी भएर बस्नु भएको छ। उहाँ राम्ररी देखिनु भएको छ, तर यो आइफोनको बेहोरै यस्तो हुन्छ है साथीहरू। अझै अरूहरू आउँदै हुनुहुन्छ उतातिर, कोही यतातिर बच्चा डुलाउँदै हुनुहुन्छ। यहाँ हाम्रो धनु दिदी एङ्करिङ गर्न लाग्नु भएको छ। प्लिज हेभ अ सिट। किन बोलाएको? चाहिँ यस्तो कलरहरू छ।
ग्रीन पर्पल यो त के भन्छ रेडै होला यो पनि रेड छ यहाँ पनि ग्रीन यहाँ पिङ्क यस्तो रहेछ ह्याप्पी होली चाहिँ यस्तो अरे सबिदाको खै खै तिमी त बोलेको छैनौ त के ओइ मैले छोरालाई लगाइदिएँ छोराको टाउको म्यामहरू आउनु भएको छैन कति ढिलो गरेको खोइ कता जानुभयो अघि आएको त हामी त ह्याप्पी होली भन ह्याप्पी होली दी ह्याप्पी होली गाइस भनेर के भएको दिदी भन्छु म उसले चाहिँ मलाई भनेको खासै हो होइन सेम टु यु बहिनी भन्नु ओके सेम टु यु जी तपाईलाई पनि थ्यांक यू तपाईले सम्झेको बदली किन ना त अघि दिए त मैले उसमा त केमा ए त्यो त हिजोको हो दिदी हिजो लुगा लगाएको भन्दै थिएँ आजको कुरा गर्नु हिजो लगाएको थियो हिजो लगाएर डान्स गरेर चाहिँ रिल्स हालेर चाहिँ आज आएको मैले दिदी पनि भइसकेको कान्छ दिदी भन्छ यहाँ आज त होली नि व्हाइट लाउनु पर्यो नि हामी मात्रै अल्छी यहाँ रहेछ उसलाई चाहिँ दादीले हैरान बनाइसक्यो के माग्दैछ दिइहाल न चिम्ची माग्दैछ नहुने अनि ग्यास यस्तो चलिरहेछ खै मेमहरू चाहिँ आउनै भएको छैन हामीलाई चाहिँ अल्छी लागेको छ रुङ्दा यहाँ बुढो भोलिन्छ यस्तो छ मेमहरू आयो भने तपाईँहरूलाई देखाउँछु अहिलेसम्म त मेमहरू आउनु भएको छैन यस्तो चलिरहेछ तिमीहरू चाहिँ केही बोल न हौ केही त बोल हौ तिमीहरू रुख्दा खानेकुराहरू पनि सकिने बेला भइसक्यो दिँदैन पानी पनि दिँदैन है जहिलेसम्म रुनेर आउँदैन मेमहरू हाम्रो पानी पनि छैन तिमी चाहिँ के हो निहुरेर के गरेको निहुरेर ल त गाइस अहिले भेट्यौँ आउनु भयो ह्याप्पी होली म्याम ह्याप्पी होली म्याम यो बहिनी त भूत बनिरहेछ पहिले चाहिँ अलरेडी भूत भइरहेछ क्या बात कर रहे हैं यस्तो हुन्छ मेमो ह्याप्पी होली भन्नु सेक्युरिटी चेयरपर्सन श्रीमती सोनिया कुमारी मैम साहब, बड़ी दीदी एसएम मैम साहब, यहाँ उपस्थित अफिसर मैम साहब, जीसीएस फ्यामिलीज र रानी परिवारको उपस्थित सम्पूर्ण दिदीबहिनीहरूमा म सञ्चालिका मिसेस तन्माया गुरुङ वाइफ अफ नाइ कुमार गुरुङको तर्फबाट हजुरहरूलाई धेरै धेरै हार्दिक मङ्गलमय शुभकामनाका साथ माया टपाल्न चाहन्छु।
हुँदैछ मेमरले पहिला हे भगवान जानुपर्छ एकछिन तिमी जाँदैन जाऊ हेलो अभी मजा आएगा ना भिड़ो यो गर्नु न लु अगाडि बस्छ अगाडिको मान्छे जानु पर्दो रहेछ पहिला आन्टीको सिगान यति गर्छु के देऊ आन्टीको फोन देऊ आन्टीको Shibu. Oh no. Oh. Happy Holi guys. देखो देखो ना Happy Holi. Happy Holi. Happy Holi. नहीं नहीं मेरा नहीं हो मैम हैप्पी होली आ हुँदैन मेरो नहीं नहीं हो सुंदर लग रहे हो अभी अच्छे लग रहे हो अभी देखो प्यारे लग रहे हो हैप्पी होली कहाँ तक बचोगी यो पनि यही हालमा यहाँ भित्र यही छ नो 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 शिबु यहाँ चाहिँ हालत यस्तो भइरहेछ मलाई
देखो देखो म कस्तो भएको छु यहाँ यस्तो भइरहेछ ओइ नपुस्न आजको दिनमा त पानी दिनु अरे उलाई जाऊ चार्ली वाली बाकी किन होली म्याम ह्यापी होली म्याम हाम्रो म्याम हुनुहुन्छ यहाँ यहाँ चाहिँ यस्तो भइरहेको ह्यापी होली दिदीले त पक्का पक्का ह्यापी होली दिदी ह्यापी होली ह्यापी होली ग्रीन ह्यापी होली होली ह्यापी होली भन्नु लु अब फोटो खिच्दिन त हो रहा है आइसकेको छ यहाँ खानु हुँदैछ म्याडमहरु सुरु भयो यहाँ ओइ तैले के खादैछ बाबु ओइ अभियान खै तेरो दोस खै सेम टु यु छोरा ह्यापी होली गाइस यी स्न्याक पनि हाम्रो आयो अब हामी खान्छौं अहिले भेटौं ह्यापी होली नानीहरु भोलि भोलि खेल्न बोलाको अनि आज आइपुग्छ आज मेरो त घर भइसक्यो टेन्सनै छैन है के यस्तो हो त नि लास्टमा हेपी होली लास्टमा सबै सकिसकेर अब हामी गाइस घर जानु आँटेको आजको ब्लग चाहिँ मेरो यही एन्ड हुन्छ लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला बाइ बाइ धन्यवाद छ तपाईलाई धेरै धेरै
नदिएको अब गाइस घर दिएको अब एउटा पिचकेरी हराइ हार्यो गाइस आफै गीत गाउँदै आफै डान्स गर्दै आफै गीत गाउँदै आफै डान्स गर्दै देखाउनु अरे लु गाइस यहाँ चाहिँ यस्तो डान्स गर्दै दामी दामी हो दामी हो दामी दामी लास्टमा चाहिँ नपताउने खोलाले बोकायो भने त्यही त यत्रो यत्रो छ त ल ल ल जानु भएन सो गाइस आजको ब्लग चाहिँ म हेर्नु हालत यस्तो भयो आज अब नुहाइधुवाइ गर्छु फ्रेस हुन्छु आजको ब्लग चाहिँ यहाँ एन्ड गर्छु लाइक एन्ड सब्सक्राइब माई च्यानल बाई बाई गाइस लाइक चाहिँ गरिदिनुहोस् होला लाइक गऱ्यो भने सपोर्ट गऱ्यो भने अझ ब्लग नयाँ नयाँ इन्टरटेनमेन्ट मेरो मम्मीको ब्लग लाइक गरिदिनु भन्नु लाइक गरिदिनु सब्सक्राइब गरिदिनु बाई गाइस बाई गाइस बाई गाइस बाई